अहिले चाहिँ हामी यो त्यहाँ मेरो ब्याकग्राउन्डमा वीरेन्द्र बाटिका देख्न सक्नुहुन्छ। अब हामी त्यहाँ जाने क्रममा छौँ। यतातिर चाहिँ सर म्याडमहरू हुनुहुन्छ। जम्बुटोली गइराखेको छ। म चाहिँ यो जम्बुटोलीको लिडिङ गरिरहेको छु। अब नामले मात्र है, कामले चाहिँ होइन नि। ल ल आइसकेका छौँ। यो चाहिँ वीरेन्द्र विश्राम बाटिका भनेर त्यहाँ लेखेको देख्न सक्नुहुन्छ। यो चाहिँ श्रीपाद वीरेन्द्रले उनका सुपुत्र दिपेन्द्रले चाहिँ बनाऊ भनेर भनेपछि चाहिँ यो श्रीपाद वीरेन्द्र यहाँ घुम्न आएका समयमा यो निर्माण कार्य चाहिँ सुरु भएको हो भन्ने मैले यसो अध्ययन गर्दाखेरि थाहा पाएको कुरो। यतातिर चाहिँ राम्रो पार्क जस्तो निर्माण गरिएको छ। मानिसहरूको फोटो खिच्ने घुइँचो चाहिँ यता देख्न सक्नुहुन्छ। ल हामी यसको वरिपरि घुम्ने क्रममा छौँ। वीरेन्द्र बाटिकाको नजिकै ऐश्वर्य उद्यान भनेर पनि भनिएको छ। यो पनि निकै नै सुन्दर छ। ल यतिखेर अब हामी यो ऐश्वर्य उद्यान, यो नाम जस्तै यो उद्यान पनि सुन्दर छ। ऐश्वर्य राज्यलक्ष्मी देवी शाहलाई चाहिँ सुन्दर रानी भनेर विभिन्न इतिहासकारहरूले व्याख्या गरेका छन्। हो त्यस्तै यो बाटिका पनि निकै नै सुन्दर देख्न सकिन्छ। जसरी यहाँ यो डिजाइनिङ गरिएको छ, बनावट छ, विभिन्न फुलहरूले यहाँ झकिझकाउ पारिएको छ। जुन यो स्टाइल छ नि त्यो चाहिँ निकै नै अद्भुत छ, अलौकिक छ। यतातिर चाहिँ वीरेन्द्र बाटिका छ भने यो चाहिँ ऐश्वर्य उद्यान गार्डन फुलबारी भन्न सकियो यसलाई। ल यो चाहिँ ऐश्वर्य बाटिका हो। अहिले चाहिँ पानी छैन क्या हो, यो डिजाइन चाहिँ यसको निकै नै उत्कृष्ट छ। यहाँ त हाम्रा शिक्षकज्यूहरू घुम्ने क्रममा हुनुहुन्छ। छ जाउँ न, त्यहाँ घुम्ने छ त उता ठाउँ। यसको कटिङ चाहिँ निकै नै राम्रो छ। परसम्म यो घुम्नका लागि फुलबारी यता देखिन्छ। बालबालिकाहरू रमाइराखेका छन्। अब यो टिकापुर पार्क भन्दा ठ्याक्कै उतातिर कर्णाली नदीको पानी त्यहाँ बग्ने गर्छ। कर्णाली नदी नै छ त्यहाँ। हामी चाहिँ यो पार्क घुमिसकेपछि कर्णाली नदीको त्यो पानीमा एकछिन मोटर बोटमा रमाइलो गर्नेछौँ। यो हो टिकापुर पार्कको सुन्दर साँझ पखको दृश्य। यतातिर चाहिँ यो महेन्द्र बाटिका छ। यहाँ चाहिँ राजा महेन्द्र यो बाटिकामा बिरामी भएका बेलामा बसेका हुनाले महेन्द्र आरोग्य केन्द्र भनेर यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ निकै नै सुन्दर, राजाको स्वास्थ्य लाभ होस् भनेर यस स्थानमा चाहिँ राजा आएर बस्नुभएको थियो भन्ने एउटा इतिहास रहेको छ। यति भन्दै आज यो महेन्द्र आरोग्य बाटिकाबाट म पनि अगाडि बढ्दैछु। एकदम जेन्जी सरहरू चाहिँ उता बोटिङ गरेर ऱ्याफ्टिङ गरेर आइसक्नु भएको छ। मबिबी शाहको कविता पढ्ने भएले उपहार कविता छ त्यहाँ हैन। त्यो कवितामा चाहिँ फेरि राष्ट्र प्रेम प्रकृति प्रेमको कुरा चाहिँ गरेको छ। त्यो कुरा चाहिँ हामी एकदम एप्रिसिएट गरेर पढ्छौँ जहिले पनि। आई थिंक यू शुड गेट सम सर्ट्स अफ इन्स्पिरेसन फ्रम दिज लभ बर्ड्स। ल अब यो टिकापुर पार्कमा चाहिँ स्वर्गीय मबिबी शाह महेन्द्र वीर विक्रम शाहद्वारा रचना गरिएको एउटा कविता रहेको छ। उपहार नाम गरेको कविता छ। नेपाल मेरो तिमीलाई उपहार भयो यो जिन्दगी, अपनाऊ या नअपनाऊ तिम्रै हो सर्वस्व यो जति जे जति भन्ने यस्तो लामो यहाँ कविता चाहिँ
श्री 5 महेन्द्र वीर विक्रम शाहद्वारा रचना गरिएको कविता यहाँ देख्न सक्नुहुन्छ। मानिसहरूको फोटो खिच्ने भिड यहाँ निकै नै छ। म त डराएर दिदीको हातमा देखेको छु। 20 सेकेन्ड 22 सेकेन्ड 23 सेकेन्ड सोचेर दिदीको हातमा